ल साथीहरु, म फाइनली मेरो घर आइपुगे। यो हो मेरो घर। यो घर पुरानो जमानाको हो र अहिलेसम्म हामीले यो घरलाई बनाउन सकेका छैनौं, किनकि बनाउनलाई अलिकता मनी प्रब्लम, पैसा प्रब्लम, त्यसैले हामीले यो घरलाई मर्मत गरेका छैनौं। अब केही वर्षपछि या केही आउँदो सालसम्म यो घरलाई हामीले बनाएर नयाँ घर बनाउने हो। तर बस्ने मान्छे छैन। बुवा आमा पहाडमा बस्छन्, हामीहरू बम्बई बस्छौं। मेरो दाजुको परिवार, मेरो माइलो आनेको परिवार पनि बम्बई बस्छन्। यो घरमा बस्ने मान्छे छैनन् र यो घरको कन्डिसन हेर्न सक्नुहुन्छ। यहाँनिर छ नल, जो पानी पिउने नल हो। यो यहाँ हेर्न सक्नुहुन्छ। र यो हो पछाडिको खेत, र यो खेत पनि हेर्न सक्नुहुन्छ। र यो हो यता घरको आँगन, र यहाँ हेर्न सक्नुहुन्छ। यो पुरा घाँस ठुलो ठुलो भइसकेको छ। यहाँ पनि हेर्न सक्नुहुन्छ। यो घाँस बाढेर एकदम ठुलो भइसकेको छ।